हेलो हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। आज शनिबारको दिन। आज मेरो भान्सामा चाहिँ माछा पाक्दैछ। कर्णालीको असला माछा हो यो। म आफ्नो तराईको तरिकाले, म त तराईवासी हो नि त, तराईको यादव तराईको हिसाबले पकाउँदैछु। हेरौँ कस्तो हुन्छ है। अनि हामीले चाहिँ यसरी पहिला मसलाहरूलाई टक्क यसमा म्यारिनेट गरेर एकछिन छोड्छौँ। अनि त्यसपछि तोरीको तेल यसो तताएर अनि यसमा यसो झ्वाइँ पहिला फ्राई गर्ने हो। त्यसपछि पल्ला यसमा झोल हाल्ने हुन्छ हामीले। साथीहरू, मेरो यहाँ माछा फ्राई भइसकेको छ। अब यसलाई म झोल बनाउनलाई प्याज ल्याउँछु। अनि पहिला यो पोल्ने हुन्छ हाम्रो, यो पहिला पर्काउने। त्यसरी त्यसमा मेथी, ज्वानो, सर्स्यौँ होइन, जिरा अनि यो सुकेको खुर्सानी छ। अब यसलाई फ्राई गरेपछि यो राम्रोसँग भुटिहालेपछि अब प्याज हालेर भुट्नु। त्यसपछि मसला मैले ठिक पारेको छु, मसला हालेर सबै भुटेर अनि त्यो झोल लाउने हो। ल हेर्नुहोस् है साथीहरू, यसरी तेल माथि आयो नि, मसला भुट्दा मजाले भुट्नुपर्छ। त्यसपछि तेल आउने गरी टमाटर पनि गलिसक्यो होइन, मसलाबाट पनि तेल छोडिसक्यो। अब यसमा झोल हाल्ने हो। अनि बल्ल झोल बकबक बकबक हुँदैपछि अनि माछा हाल्ने। अनि त्यसपछि तयार हुन्छ। अनि यता मैले सिँगुर आलु पनि भुटेको छु। आज हाम्रो यही हो खाना। अब माछा लास्टमा है साथीहरू। अब माछा पाकिसक्यो। अब यो स्पेसल धनियाँ हाल्ने हो, आफ्नै बालीको लोकल भइसक्यो। अब उम्रिसक्यो माछा मजाले। अब यो धनियाँ राखेँ। हेर्नुहोस् न कस्तो राम्रो कलर आएको छ, पुरा रातो रातो होइन, देखाउँ जस्तो। ल हाम्रो माछा तयार भयो है साथीहरू। हामी तराईवासीले यसरी नै खाने गरेको छ माछा। यसरी पकाउँछु, यसरी खान्छौँ है। सानैदेखि खाएको स्वाद यस्तै हो हाम्रो, यस्तै खान मन लाग्छ। ल, थ्याङ्क यू।